हेलो गाइस, नमस्ते तपाईहरु सबैलाई। र आज चाहिँ मैले बनाएको छु कराईमा चाहिँ एकदमै सफ्ट केक हो। तपाईहरुले पनि यो ट्राई गर्नुहोस्। र यसको लागि चाहिँ मैले घरमै भएको इन्ग्रेडिएन्ट्सहरु लिएको छु र यो चाहिँ एकदमै सफ्ट बनिएको छ। तपाईहरु पनि मेरो रेसिपी हेरेर एकपल्ट ट्राई गरिदिनुहोस् बनाउनु। र मन पर्यो भने चाहिँ कमेन्ट, सब्स्क्राइब र लाइक गरिदिनु, चाहिँ शेयर पनि गरिदिनु नबिर्सिदिनु होला। र मैले चाहिँ यसलाई चाहिँ उल्टा बनाएर काटेको छु तातो भएर। र यसमा चाहिँ अलिकति नरिसाउनु होला। हेर्नुस् त एकदमै सफ्ट बनेको छ। अलिक सेलेर त झन् सफ्ट बनेको छ। एकदमै हेर्नुस् त, यो चाहिँ मैले आटाको बनाएको, मेरो छोराको लागि स्कुलमा बेला बेला मम्मी केक बनाइदिनुस् न भन्नुहुन्छ, त्यही भएर चाहिँ। र अब चाहिँ मैले यसलाई कसरी बनाएको, मैले सुल्टा गरेर पनि काटेको छु यो केकलाई चाहिँ हो। र यसको लागि चाहिँ मैले 2-3टा केरा लिएको छु। तपाईहरुले 2टा, 3टा, 4टा आफ्नो जरुरतको अनुसार लिन सक्नुहुनेछ। मैले चाहिँ 3टा केरा लिएको छु। र यसलाई चाहिँ मैले यो काँटाले चाहिँ यसरी मसिनो म्यास गरेको छु। तपाईहरुले चाहिँ हातले पनि मजाले फिट्न सक्नुहुनेछ। र 2टा अण्डा लिएको छु। जुनै पनि अण्डा लिन सक्नुहुन्छ, बस्तीको अण्डा, फार्मको अण्डा, जुनै पनि। र मैले चाहिँ 1/4 कप चाहिँ दुध लिएको छु। र त्यति नै मैले पनि घरकै बटर पिगालेर घिउ लिएको छु। र 1 चम्मच मैले नुन लिएको छु। र यसलाई मैले मजाले फिटेको छु, यो बटर, नुनलाई, दुधलाई चाहिँ। र तपाईहरुले चाहिँ बटर पनि लिन सक्नुहुन्छ, घरकै गाईको घिउ पनि लिन सक्नुहुन्छ। र घिउ या बटर छैन भने तपाईहरुले यसको लागि रिफाइन तेल पनि युज गर्न सक्नुहुनेछ, त्यति नै। र यसलाई मैले मजाले यसरी 2-3 मिनेटसम्म चाहिँ यसरी फिटेको छु मजाले। साह्रै मिहिन पनि हुनु पर्दैन। र यसको लागि चाहिँ मैले आटा रेडी गर्दैछु। र यो चाहिँ 1.5 कप मैले आटा लिएको छु, 250 ग्राम। र चिनी मैले लिएको छु 100 ग्राम। र सोडा लिएको छु मैले 1/2 टीस्पून। र बेकिङ पाउडर चाहिँ 1 टीस्पून लिएको छु। र यसलाई चाहिँ मैले यसरी मजाले छानेको छु, किनभने यसमा कतिवटा मैला लम्सहरु हुन्छ। र यो चाहिँ हामीले यसरी चाल्नीमा चाहिँ छान्नै पर्छ। र बिस्तारै बिस्तारै यसरी मैले छानिसकेको छु। र यो छानेर चाहिँ मैले अलिक ठुलो भाँडामा हालेको छु। र अघि तयार गरेको यो बनाना, दुध, घिउलाई चाहिँ यसरी अलिअलि हाल्दै तपाईले बिस्तारै मिक्स गर्नुस्। यो आटालाई चाहिँ मजाले मिक्स गर्नुस्, एउटा उयोहरु लम्सहरु नभइकन। र कराई चाहिँ मैले अघि नै 15 मिनेट अगाडि नै तताइसकेको छु। र तपाईहरुले एउटा भाँडामा पनि यसरी बटर लगाएर, कि त तपाईले केक बनाउने यस्तो केकको यसमा ट्रेमा पनि गर्न सक्नुहुनेछ। र मैले यो मिक्सर डल्लै लगाएर चाहिँ, यो ब्याटर डल्लै लगाएर चाहिँ मजाले यसको चाहिँ बबल्सहरु डल्लै यसरी ठोकेर चाहिँ निकालेको छु। तपाईहरुले माथिबाट जे पनि लाउन सक्नुहुन्छ, ड्राई फ्रुट्स। र मैले चाहिँ क्याडबरी अलिअलि लगाएको छु काटेर। र यसलाई चाहिँ हामीले चाहिँ टक्क 1 घण्टा जति चाहिँ मजाले पकाउनु पर्छ है, किनभने 15-20 मिनेटमा चाहिँ यो हुँदैन। र हेर्नु, तपाईहरुले चेक पनि गर्नु